पाटन दरबारको आछा र नाङ्ले पसल। यो पुरानो फोटो पाटन दरबार क्षेत्रको हो। ढोकामाथि चर्काको चिन्ह देखिन्छ। त्यही भवनमा एक समय तुलसीमेर श्रेष्ठको चर्का तथा कपडा बुन्ने केन्द्र चलेको थियो। पछि त्यही भवनमा त्रिपुरम विद्याश्रम स्कुल पनि सञ्चालन भयो। तर आज म भवनको इतिहास भन्दा पनि त्यहाँ बसेर वर्षौंसम्म नाङ्ले पसल चलाउने एक रोचक पात्रको सम्झना सुनाउँदैछु। फोटोमा देखिएको यही व्यक्ति हामी सानो हुँदा उनी त्यहाँ नाङ्ले पसल थापेर बस्ने गर्थे। नाङ्लामा भटमास, केराउ, चना, पिपरमेन्ट, सुपारी, ल्वाङ जस्ता सामान बेच्थे। स्कुलको हाफ टाइममा त्रिपुरम विद्याश्रमका विद्यार्थीहरू त्यहाँ भिड लागेर किन्न गर्थे। म त्यो स्कुलको विद्यार्थी त थिइनँ, तर त्यहाँबाट हिँड्दा उनलाई देखेको सम्झना छ। बाक्लो जुङ्गा भएकोले मलाई त अलिकति डर नै लाग्थ्यो। पछि अलि ठुलो भएपछि साथीहरूबाट अर्को कुरा पनि सुन्यो, त्यहाँ गजी पनि पाइन्छ अरे। त्यो बेला केटाकेटीहरू बीच गजीको धेरै हल्ला हुन्थ्यो। कसैले खायो भने यस्तो हुन्छ उस्तो हुन्छ, रमाइलो हुन्छ भनेर अनेक कथा सुनाइन्थ्यो। एक दिन साथीहरूको लहलैमा लागेर म पनि केही पैसा बोकेर गजी किन्न पुगेँ। मैले मागेपछि उसले केही नसोधी चुपचाप दिए। पछि साथीहरू जम्मा भएर राति गजी तानेका थियौँ। तर हामीले सुने जस्तो केही पनि भएन। न कुनै अनौठो अनुभव भयो, न कुनै विशेष स्वाद नै लाग्यो। भोलिपल्ट भने अर्को घटना भयो। छिमेकीले गन्ध थाहा पाएछन् र मेरी आमालाई हिजो राति भाउचाहरूले गजी खाए जस्तो छ, बास्ना आयो भनेछन्। आमाले मलाई सोध्नुभयो। मैले भने होइन र कुरा यतिकैमा सकियो। त्यो पसलेको असली नाम त मलाई कहिले थाहा भएन, तर सबैले उनलाई अच्छा भनेर बोलाउँथ्यो। किनभने कुरा गर्दा अरूको कुरा सुन्दा सुन्दै बीचबीचमा अच्छा अच्छा भने उनको बानी रहेछन्। त्यही अच्छा भन्ने शब्द अपभ्रंश भएर आछा बन्यो र अन्ततः उनको नाम भन्दा पनि ठुलो परिचय बन्यो। पछि एकजना मन्त्री दाजुले मलाई यही भवनको माथिल्लो तल्लामा लगेका थिए। त्यहाँ कपडा बुनिन्थ्यो। ती मन्त्री दाजु पनि एक समय त्यहाँ कपडा बुन्ने काम गर्थे। समय बित्दै गयो। कहिले त्यो नाङ्ले पसल बन्द भयो, ठ्याक्कै सम्झना छैन। आछाले पसल छोडेपछि त्यही ठाउँमा अर्को नाङ्ले पसल पनि बसेन। आज त्यो पसल छैन, आछा पनि छैनन्। तर पाटन दरबारको त्यो कुनामा बसेर भटमास, केराउ र पिपरमेन्ट बेच्ने जुङ्गे पसलको सम्झना अझै जीवितै छ। कहिलेकाहीँ इतिहास दरबार राजा र मन्त्रीको मात्र हुँदैन, यस्तै साधारण मानिसको सम्झनाले पनि एउटा सहरको आत्मा जोगाइराखेको हुन्छ। पाटनको आछा एउटा नाङ्ले पसल जसको नाम हरायो तर सम्झना बाँकी रह्यो। नमस्ते जोजल्पा।